र चाहिँ मैले चाहिँ आज यहाँ एकजना गुरुलाई भेटेको छु जो चाहिँ यहीँ बस्नुहुन्छ र म उहाँसँग चाहिँ केही सोध्न गइरहेको छु बारा क्षेत्रको बारेमा, यहाँको खासियत र बारा क्षेत्रको अर्थ के हो र यहाँको मान्यताको बारेमा। र उहाँले चाहिँ मलाई केही यसको बारेमा अलिकति व्याख्या गरिदिनुहुन्छ भन्ने आशा गरेको छु। र मलाई चाहिँ खास गरी भन्नु पर्दा तपाईँको बारा क्षेत्रको अर्थ चाहिँ के हो, मलाई खास गरी यो खुलाइदिनुहोस् न तपाईँले। यो बरा क्षेत्र भने कस्तो भन्नुहुन्छ भनेदेखि अब अघि चाहिँ कुन युगमा सत्ययुगमा हो कुन युगमा हो हिरण्याक्ष भन्ने राक्षसले हजुर पृथ्वीलाई लिएर गएर समुद्रमा डुबाइदियो। हजुर समुद्रमा डुबाएपछि फेरि भगवान्ले चाहिँ अब पृथ्वीलाई डुबाइदिएपछि सकियो, केही पनि छैन होइन। भगवान्ले चाहिँ फेरि बराह अवतार धारण गरेर चाहिँ सुँगुरको रूप धारण गरेर, बराह भने सुँगुरको रूप, भगवान्ले चाहिँ बनेल भन्नु कि सुँगुर भन्नु कि बराह रूप धारण गरेर चाहिँ फेरि त्यो हिरण्याक्ष दानवलाई चाहिँ उहीँ गएर समुद्रभित्रै गएर सागरभित्रै गएर मारेर अनि उहाँलाई चाहिँ के दारामा राखेर पृथ्वी मातालाई उताला आएर हिमालमा टक्रक्क यो जस्तो भन्नुहुन्छ भनेदेखि के पानीको तलाउमा पात एउटा रुखको पात झरेर आएर ठ्याक्क बसे जस्तै यो पृथ्वी चाहिँ ल्याएर भगवान्ले टक्रक्क माथि पानीमा टक्रक्क राख्नु भएको छ कि यो। अनि पृथ्वी राखिसकेपछि अनि फेरि त्यो बराह भगवान्ले चाहिँ फेरि पहिलो धाम यो पृथ्वीलाई त्यो पानीभित्रबाट झिकेर ल्याएर यो माथिमा राखेपछि माथिमा टक्रक्क राखेपछि अनि धरतीको पहिलो धाम पनि लेखिरहेको छ। अनि बराह भगवान्ले चाहिँ धरतीको पहिलो धाम यो बराह अवतार लिएर चाहिँ यहाँ भएको हुनेछ। हजुरको मतलब चाहिँ पृथ्वी